केही हप्तामा नै एनइएमा भयङ्कर किसिमको चेन्ज भइकन काठमाडौँले राजधानीलाई चाहिँ लोड सेडिङ मुक्त बनाइदियो। काठमाडौँले लोड सेडिङ मुक्त हुने बित्तिकै कुलमान सरको चर्चा एकदम चुलिन थाल्यो। ओहो कहाँबाट आइपुग्यो यस्तो भटेको छोरा भन्ने भयो। अब त्यसो गरिसकेपछि बिस्तारै कुलमान सरले त्यही गतिमा काम गर्दै गर्दै जानुभयो। अनि लोड सेडिङ नेपाल देशभरिबाट नै पुरै लोड सेडिङ हटाइदिनु भयो। लोड सेडिङ हटाउनको साथसाथै कुलमान सरले त्यति घाटामा गएपछि नेपाल विद्युत प्राधिकरणलाई अहिले हिजो 2-3 दिन अगाडिको डेटा हेरेको मैले 11 अरबभन्दा बेसी चाहिँ फाइदामा गएको छ। 11 अरबभन्दा बेसी घाटामा गएको संस्थाले 11 अरबभन्दा फाइदामा चाहिँ सर्टेन उहाँको एउटा कार्यकालमा ल्याउन सक्छ भनेपछि नेपाल विद्युत प्राधिकरणमा सदियौँदेखि त्यो दशकौँदेखिको कति भ्रष्टाचार भयो होला क्या। अब सबै एमडीले कुलमान सरले जस्तै काम गर्दै भए आज नेपालको विद्युत विकासको ऊर्जाको क्षेत्रमा कति धेरै नेपालले फड्को मार्थ्यो होला। यहाँ त नेता पनि भ्रष्ट, कर्मचारी पनि भ्रष्ट, एमडी पनि भ्रष्ट, यो सबै दलालहरूले चलाएको देशमा धेरै कुरा लामो गर्दिन, अरूले किन क्रिटिसाइज गरेर खसालिराख्नु। एउटै कुरा के हो भने नेपाल विद्युत प्राधिकरणमा कुलमान सरलाई पुनः एक कार्यकाल थप गरियोस्, एउटा माग मेरो। अनि किन भनेर प्रश्न राइज गर्दाखेरि गर्ने भने कुलमान सर जस्तो मान्छे नेपालमा छँदै कोही पनि छैन, ग्यारेन्टी साथ भनिदिन्छु। कुलमान सरभन्दा ट्यालेन्ट र पढेका पिएचडी गरेका युनिभर्सिटी टप गरेका इन्जिनियरहरू होलान् नेपाल विद्युत प्राधिकरणमा संयोजनै होला, किनभने त्यत्रो संस्था हो। नेपाल सबभन्दा ठुलो संस्था भनेको नेपाल विद्युत प्राधिकरण हो। तर कुलमान सर जस्तो अनेस्टली काम गर्ने मोस्ट इन्टेलिजेन्ट पिपुल नेपाली इतिहासमा पहिलोचोटि कर्मचारी सेक्टरमा उहाँ जतिको राम्रो मान्छे कोही पनि हो। उहाँ चाहिँ अहिले नेपालको हाम्रो नेसनल हिरो जस्तै हो। उहाँले चाहिँ धेरै राम्रो काम गर्नुभएको छ। अनि दोस्रो एउटा कुरा, किन कुलमान सरलाई चाहिँ नियुक्ति गर्ने भनेर भनिसकेपछि इतिहासमा त्यति राम्रो मान्छेहरू बिरलै पाइन्छन्। किनभने तपाईँलाई संसारमा यसो विचार गर्नु भने अल्बर्ट आइन्स्टाइन अहिलेसम्म एकजना मात्रै जन्मियो नि। अल्बर्ट आइन्स्टाइन जस्तो ट्यालेन्ट मान्छेहरू जन्मेन। लक्ष्मीप्रसाद देवकोटा जस्तो चाहिँ एउटा मन्त्री पनि हुनुभयो, त्यस्तो साहित्यकार नेपालमा अर्को जन्मिँदैनन्। पृथ्वीनारायण शाहले एकीकरण गरे, त्यस्तो मान्छेहरूको जन्मिँदैन। भनेपछि हिरो मान्छेहरू, हिरो क्वालिटीको मान्छेहरू संसारमा 1-2 जना मात्रै जन्मिन्छ। र अर्को एउटा कुरा के हो भने कुलमान सरलाई चाहिँ नेपाल विद्युत प्राधिकरणमा कानुनले दिँदैन, 2 कार्यकाल खान पाइँदैन भन्ने होला। याद गर्नु साथीहरू, संसारमा कानुन कसले बनाएको? मान्छेले बनाएको होइन, अब नेताले बनाएको होइन। तपाईँको एउटा दुईवटा उदाहरण दिन्छु तपाईँहरूलाई म। रसियाको राष्ट्रपति भ्लादिमिर पुटिन भन्ने तपाईँलाई राम्रोसँग थाहा छ होला। रसियामा भ्लादिमिर पुटिन आउनुभन्दा रसियाको इतिहास कस्तो थियो एकपटक राम्रोसँग पढ्नुहोस्। रसिया यति महान, त्यति ठुलो रसिया तहस नहस भएर आर्थिक रूपमा चकनाचुर भइकन रसिया चाहिँ खत्तम बन्न लागेको थियो। संसारमा विकसित भइकन नि अविकासतिर ओह्रालो लागेको संसारको एक पपुलर कन्ट्री हो रसिया। रसिया त्यस्तो अवस्थामा पुगेको थियो होइन। यो शीतयुद्धको बेलातिर धेरै ठुलो क्षति भयो, धेरै खर्च भएको कारणले। कहाँबाट एकजना टक्क हिरो मान्छे भ्लादिमिर पुटिन चाहिँ यङ हुनुहुन्थ्यो। भ्लादिमिर पुटिन ठ्याक्क पारेर राष्ट्रपति भइसकेपछि रसियामा 4-5 वर्षमा ठुलो छलाङ मार्न थाल्यो। अनि दोस्रो पटक उहाँ चाहिँ प्रधानमन्त्री हुनुभयो, फेरि राष्ट्रपति हुनुभयो। अहिले के छ थाहा छ तपाईँहरूलाई? तपाईँलाई थाहा नहुनसक्छ, कतिलाई थाहा हुनसक्छ। थाहा हुनेको लागि मैले भने होइन, थाहा नहुने सर्वसाधारण शुद्धसिधा जनताको लागि मैले यो भन्दैछु। रसियाको भ्लादिमिर पुटिन अब आजीवन रसियाको राष्ट्रपति हो। किन भनिसकेपछि उहाँहरूको देशमा पनि 5 वर्षभन्दा चाहिँ बेसी राष्ट्रपति हुन नपाउने, दोस्रो कार्यकालभन्दा हुन नपाउने भन्ने थियो। तर राम्रो काम गर्ने मान्छेले त जनताले अनुमोदन गर्न सक्छ नि। त्यस्तो अनुमोदन गरिकन रसियामा भ्लादिमिर पुटिनलाई आजीवन राष्ट्रपति भयो। उहाँले चाहनुभयो भने मात्रै अर्को राष्ट्रपति हुन सक्ने सम्भावना हुन्छ उहाँको जीवनकालमा। होइन भने उहाँले चाहनु भएन भने जीवनकाल नमरेसम्ममा चाहिँ रसियाको राष्ट्रपति भ्लादिमिर पुटिन हो। त्यस्तै अर्को एउटा तपाईँहरूलाई उदाहरण दिन चाहे चाइनाको राष्ट्रपति सी जिनपिङलाई पनि आजीवन राष्ट्रपतिमा को रूपमा चाहिँ चाइनाको रिपब्लिक चाइनाले चाहिँ अनुमोदन गर्यो। सम्पूर्ण 1 अरब 43 करोड चाहिँ जनसङ्ख्याले चाहिँ ल हाम्रो सी जिनपिङ हिरो, त्यस्तो हिरोइजम भएको मान्छे चाइनामा कोही पनि छैन भने उहाँले किन त्यसरी गर्यो भने चाइनालाई कहाँबाट कहाँ पुर्याइदियो 37 वर्षमा भनेदेखि तपाईँको 37 वर्ष अगाडिको इतिहास तपाईँले पढ्नु भने चाइनामा मान्छेहरू भोकमरीले खान नपाइकन हजारौँ चाइनिजहरू वर्षमा मर्थे, लाखौँ मान्छे मर्थे। त्यस्तो इतिहास गुगलमा खोजेर हेरे पनि हुन्छ, मैले त्यतिकै हावातालमा भने होइन। त्यस्तो देशलाई आज 37 वर्षको 3.5 दशकमा चाहिँ विश्वको इकोनोमीको त विश्वको सबभन्दा ठुलो इकोनोमिक इम्पायर हो, सबभन्दा शक्तिशाली देशै चाइना बनिसक्यो। दोस्रोमा अमेरिका छ। भनेपछि अन्य कुराहरूमा पनि चाइना चाहिँ संसारलाई जितेर फर्स्ट वर्ल्डको पनि फर्स्ट चाहिँ भइसकेको। त्यो कसको योगदानले भन्दा डेन जाओपिङ, हु जिनताओ पछि सबैभन्दा ठुलो धेरै योगदान दिने चाहिँ सी जिनपिङको कारणले। सी जिनपिङको कारणले गर्दाखेरि चाइना त्यहाँ पुग्यो भनेकन चाइनाको जनताले चाहिँ सी जिनपिङलाई आजीवन राष्ट्रपति भनेर घोषणा गर्यो। राष्ट्रपति जस्तो पद
पदलाई त आजीवन भनेर दिन मिल्छ भने जब एउटा संस्थाको कार्यकारी महानिर्देशकलाई पुनः कार्यकाल थपाउनलाई कुनै किसिमको कानुन नियम चेन्ज हुन नहुने हो र? अब यस्तो किसिमले त चल्दैन, संसार परिवर्तन हुँदैन। किनभने हिरोइजम भएको एकदम त्यस्तो खालको मान्छेहरू, क्वालिटीको मान्छे संसारमा एकदम कम जन्मिँदो रहेछ, नेपाली सोसाइटी मात्रै होइन अन्त पनि। कुलमान सरलाई चाहिँ अब एक कार्यकाल नेपाल विद्युत प्राधिकरणको एमडी महानिर्देशक बनाइदिउँ। एक कार्यकालपछि उहाँलाई फेरि ऊर्जा सचिवमा नियुक्ति गरिदिउँ। एक कार्यकालको ऊर्जा सचिव भइसकेपछि जुनसुकै पार्टीले, एमाले, काङ्ग्रेस, माओवादी, मधेसवादी, हाम्रो नयाँ शक्ति, विवेकशील, जसको पार्टी हो, जसुकै पार्टीको सरकार होस्, उहाँलाई चाहिँ राजनीतिसँग नमुछु है। उहाँलाई जसको सरकार भए पनि कुलमान घिसिङलाई चाहिँ मनोनित गरौँ र ऊर्जा मन्त्री बनाइदिउँ। ऊर्जा मन्त्री बनाइसकेपछि कुलमान सरले आफ्नो जीवनकालमा अब जीवनको 65 वर्षको उमेरसम्म यो देशलाई ऊर्जा क्षेत्रमा काम गर्न दियो भने नेपालको ऊर्जा क्षेत्रको इकोनोमी मात्र होइन, इन्टायर इकोनोमी नै यसले धेरै किसिमको चाहिँ ठुलो चेन्जेसहरू ल्याइदिन सक्छ। त्यो प्रकारले कुलमान घिसिङ सरलाई जस्तो मान्छेलाई चाहिँ राज्यले हर समय उपयोग गर्न सक्यो भने नेपाल विद्युत प्राधिकरण मात्रै होइन, हामी सम्पूर्ण नेपालीहरू एउटा नेपालकै पनि एउटा ठुलो इकोनोमी रेस्क्यु हुनसक्छ, हामी पनि समृद्ध बन्न सक्छौँ, हामी पनि अगाडि बढ्न सक्छौँ। यस्तो सम्भावना भएको ऊर्जाको क्षेत्रमा, यति ठुलो सम्भावना भएको क्षेत्रमा त्यति राम्रो असल मान्छेलाई हामीले अन्त अल्मलाउनु हुँदैन, अन्त चाहिँ पठाउनु हुँदैन, अरू ठाउँमा पठाउनु हुँदैन। कुलमान सरलाई चाहिँ फेरि होइन, कुलमान सरले चाहिँ विद्युतमा यस्तो गर्यो भनेर अरू क्षेत्रमा चाहिँ पठाइदिने होइन। अरू क्षेत्रमा उहाँको त्यो इन्टेलिजेन्ट नहुनसक्छ। उहाँको गडगिफ्टेड भनेको नै ऊर्जा क्षेत्रको हो, अनि यही विद्युतको इनर्जी व्यवस्थापन सम्बन्धी रहेछ। त्यो भएको कारणले गर्दाखेरि कुलमान सरलाई चाहिँ 65 वर्षको उमेरसम्म यो देशमा ऊर्जा क्षेत्रमा काम गर्न दिनुपर्छ। उहाँ जस्तो चाहिँ हिरो मान्छे नेपालमा खासै जन्मिँदैनन्। उहाँभन्दा ट्यालेन्ट मान्छेहरू जन्मिन्छन्, तर उहाँ जस्तो निस्वार्थी मान्छे, उहाँ जस्तो योगदान दिने मान्छे, राष्ट्रको लागि काम गर्ने मान्छे हुँदैनन्। अहिले पनि कुलमान सर भन्दा नि ट्यालेन्ट इन्जिनियरहरू नेपाल विद्युत प्राधिकरणमा होला। तिनीहरूको ट्यालेन्ट चाहिँ केमा प्रयोग गर्छ भने आफू पदमा पुग्नको लागि, आफूले फाइदा लिनको लागि, आफूले अरबौँ रुपियाँ करोडौँ रुपियाँ भ्रष्टाचार गर्नको लागि, घुस खानको लागि, आफू मालामाल हुनको लागि तिनीहरूको ट्यालेन्ट प्रयोग गर्छ भने कुलमान घिसिङले चाहिँ राष्ट्रको हितमा, राष्ट्र मालामाल हुनको लागि, नेपाली जनताको हितमा, आफ्नो संस्थाको हितमा र आफ्नो देशको हितमा काम गर्नुहुन्छ। उहाँले चाहिँ उहाँको ट्यालेन्ट चाहिँ त्यतातिर छ। ट्यालेन्ट इन्भेस्ट गर्ने पनि एउटा तरिका हुन्छ। नेपाल विद्युत प्राधिकरणको इन्जिनियरहरूलाई म के भन्न चाहनुहुन्छ भने कुलमान घिसिङ सर भन्दा नि बेसी पिएचडी गरेको, युनिभर्सिटी टप गरेको र त्यो क्षेत्रमै सबैभन्दा धेरै विशेषज्ञता तपाईँसँग पनि छ, तर तपाईँभित्र त्यो सफा मन छैन। तपाईँको भनेको रात दिन के सोच हुन्छ, मलाई कसरी पद प्रमोसन होला, म कसरी त्यहाँ पुग्ने, कसरी अरूको खुट्टा काटेर तानेर त्यहाँ पुग्ने, कसरी म चाहिँ करोडौँ कमाउने, कसरी बङ्गला बनाउने, कसरी मेरो श्रीमतीले चाहिँ मालामाल बनाइदिने, अरूले के भन्लान् मलाई नि प्राडो चाहियो, मलाई नि काठमाडौँ घर चाहियो, मलाई नि मधेसमा खेत चाहियो। यहाँ किसिमको दुनियाँ दिवाना जीवनमा तपाईँले राष्ट्रको लागि सोच्नुहुन्न, त्यो नेपाल विद्युत प्राधिकरण जस्तो गौरवशाली संस्थाको विषयमा सोच्नु हुँदैन। तपाईँ ट्यालेन्ट हुनुहुन्छ कुलमान सर भन्दा, तर तपाईँको ट्यालेन्ट चाहिँ ट्यालेन्ट हो। त्यो ट्यालेन्टमा चाहिँ के प्रयोग गर्नुहुन्छ, आफ्नो व्यक्तिगत स्वार्थको लागि प्रयोग गर्नुहुन्छ र तपाईँहरू जिन्दगीमा हिरो बन्ने मान्छेहरू चाहिँ जिरो भएर मर्नुहुन्छ क्या। नेपाल विद्युत प्राधिकरण निच्च पारेर, अनुहार निच्चारेर एमडी भएर, इन्जिनियर भएर, रिटायर भएर निच्च पारेर निस्किनको लागि ठुलो हो कि आफ्नो राष्ट्रको लागि, आफ्नो संस्थाको लागि ठुलो काम गरेर, परिवर्तन गरेर, छलाङ मारेर संसारमा यत्रो करोडौँ मानिसको हिरो बन्न चाहिँ सबभन्दा ठुलो कुरा हो। तपाईँको श्रीमतीको गहना ठुलो कि श्रीमतीले के चिज गरेको कार, बङ्गला, गाडी, मधेसको खेत, काठमाडौँको घर घरगडी ठुलो हो कि समाजमा आफू हिरो बनेर चिन्नु ठुलो कुरा हो। मान्छेले के गरेर मर्यो भन्दाखेरि पनि के भएर कुन पदमा मर्यो, कति धनी भएर मर्यो भनेर मान्छेले कसैले खोज्दैन। मान्छेले जीवनमा के काम गर्यो भनेर मर्ने हुन्छ। अब नेपालको इतिहासमा कुलमान घिसिङ सर अब कहिले नउदाउने चाहिँ कहिले नअस्ताउने चाहिँ सुपरस्टार तारा हो। सुपरस्टार तारा भनेको आकाशमा चम्कियोस् त सबैले देख्ने भनेको, सबैले चिन्ने भनेर भनेको। सुपरस्टारको एउटा मिनिङ छ, त्यो पनि बुझ्नुहोस्। सुपरस्टार भनेको ती आकाशमा सधैँभरि टल्किराख्ने ज्योति जस्तो कहिले नडिम्पिन्छ तारा भनेर भने हो। त्यो भएको कारणले त्यो तारा चाहिँ सुन्दर देखिन्छ, त्यस्तो किसिमको बन्ने हो। नेपाल विद्युत प्राधिकरणमा अब कुलमान सरले सधैँभरि काम गर्दैन। अब आउने एमडी इन्जिनियर, अब डिभिजन इन्जिनियरहरू लगायत सम्पूर्ण नेपाल विद्युत प्राधिकरणको कर्मचारीहरूलाई आफ्नो संस्थाप्रति, आफ्नो देशप्रति सबैभन्दा ठुलो वफादार बन्नुहोस् र आफ्नो नामप्रति चाहिँ वफादार हुनुहोस्। आफ्नो नामको पछि लाग्नुहोस्, दामको पछि नलाग्नुहोस् भनेर चाहिँ म भन्न चाहन्छु। त्यसैले कुलमान सरलाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी महानिर्देशकमा नियुक्ति गरिदियोस् भन्दै यो भिडियोलाई आज मैले यहीँ इन्ड गर्न चाहेँ। हस्त, धन्यवाद।